नमस्कार, म दीपक खड्का। हामीले चेतराज पन्तज्यूलाई चाहिँ विगत 7 वर्षदेखि हाम्रो सम्बन्ध एउटा फाइनेन्सियल सम्बन्ध मात्रै नभएर एउटा पारिवारिक सम्बन्ध पनि थियो। त्यो आज अन्तिम दिन छ उहाँको यो अछाम बसाइ र हामीले बिएफआई क्लब, विभिन्न सङ्घ संस्था, विभिन्न फाइनेन्स सेक्टर अथवा विभिन्न आफन्तहरूबाट चाहिँ बिदाई भइसकेपछि आज भोलि बिहान 6 बजे उहाँ चाहिँ अछाम छोडेर जाँदै हुनुहुन्छ र आज हामीले घरमा उहाँलाई चाहिँ बोलाएर पारिवारिक रूपमा एउटा पारिवारिक नाता गाँसिसकेको कारणले हामीले पारिवारिक रूपमा बिदाई गर्दैछौँ र हामी अब उहाँलाई चाहिँ फुलमाला लगाएर मायाको चिनो, केही सम्झना स्वरूप केही उपहारहरू दिएर चाहिँ प्रजिनाजी र मैले बिदाई गर्दैछौँ। अब हामीले फुलको मालाहरू बनाएको थियौँ। लुबो माला लिएर आऊ। अब बिछोडको करौतीले काट्नु मनै काट्यो, जाँदा जाँदै मूल बाटोको दुईटा बाटो फाट्यो। थाहै हुन्न कुन बाटोले भिरतिर लान्छ, भिरतिर लान्छ। सुखका दिन पाउने हो कि भिरतिर तान्छ। अशुभ कि जानेहरू लास बनि आउँछन्, अशुभ कि जानेहरू लास बनि आउँछन्। कोही कसो दिन फिर्छन्, कोहीले। हामीले अछाममा बस्दाखेरि एकदम सँगै रमाइलो गरेका थियौँ। अहिले म्याडम चाहिँ हुनुहुन्न, म्याडम चाहिँ धनगढी हुनुहुन्छ। त्यो बेलामा हामीले कैद गरिएका केही तस्बिरहरू होइन, यहाँ तस्बिर चाहिँ हामीले यो धनगढी कैद गऱ्यौँ। यो मङ्गलसेन, यो पनि मङ्गलसेन, यो बाजुरा, अनि यो झुलुङ्गे फुल, यो धनगढी, यो विभिन्न ठाउँमा तस्बिर खिचेका एउटा क्षणहरू मैले यहाँ माथि पनि कहिलेकाहीँ यो फोटो हेर्दाखेरि फेरि भेटौँला बड्डाउ माया जनमारे भनेर हाम्रै भाषामा चाहिँ एउटा लेखेको छु होइन। यो धनगढीमा उहाँले आफ्नो घरमा टाँस्दाखेरि पनि हाम्रो याद आओस् भन्ने किसिमले हो हामी चाहिँ यो हस्तान्तरण गर्दैछौँ। अङ्कल अछाम भएको बेला मलाई चक्लेट ल्याइदिनुहुन्थ्यो, अनि स्कुल ल्याइदिनुहुन्थ्यो, डेरी मिल्क ल्याइदिनुहुन्थ्यो। अनि अङ्कल जाँदा जाँदै काट्नु धनगढी गयो भने नबिर्सेला। अनि आन्टीलाई भाइलाई धेरै माया छ। मेरो छोरा आउने हो नि होइन, भाइसँग पनि भेट्ने, अनि अङ्कलसँग पनि भेट्ने, आन्टीसँग पनि भेट्ने ल। र हामीले आफ्नो क्षमता अनुसारको बिदाई चाहिँ उहाँलाई गरिसकेका छौँ। पारिवारिक बिदाई थियो यो, संस्थागत बिदाई त हामीले अस्ति नै गरिसकेका थियौँ। परिवारसँग एउटा सामिप्यता, एउटा सम्बन्ध राम्रो बनिसकेका कारणले हामीले उहाँलाई एउटा परिवारको सदस्य सम्झेर नै हामीले उहाँलाई बिदाई गऱ्यौँ। र उहाँको म्याडमसँग र बच्चासँग हामी एकदम नजिक निकटको सम्बन्ध बनिसकेका थियौँ। 7 वर्ष बस्दाखेरि नहुने त झन् कुरै भएन। र यो अछाम बस्दाखेरि हामीसँग जुन एउटा माया भयो, प्रेम भयो, त्यो फिजिकल्ली उहाँ चाहिँ छोडेर जाँदै जाँदा जाँदै आफ्नो 2 शब्द राखेर चाहिँ यो ठाउँबाट बिदाई गरिदिनका लागि अनुरोध गरेँ मैले। धन्यवाद। लामो समय यहाँ बस्दाखेरि एउटा पारिवारिक वातावरण सिर्जना गरिदिएको बस्दाखेरिको पारिवारिक माया जुन पाएँ त्यसको लागि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु हजुरलाई र म्याडमलाई। अनि यो लामो समय अवधिमा जुन साथ सहयोग, माया ममता सँगसँगै साथ सहयोग, अप्ठ्यारोमा हरेक अप्ठ्यारोमा एउटा गाइडेन्स, मार्गदर्शन जुन पाएँ त्यसको लागि विशेष धन्यवाद भन्न चाहन्छु। र भोलिको दिनमा पनि हजुरहरूको माया ममता यही किसिमको रहिरहोस्। र धेरै टाढा जाँदैछौँ, धनगढी जाँदैछु, त्यहाँ पनि हजुरले हामीलाई पनि त्यहाँ भेट्ने मौका अवसर दिनुहोला। हामी एकदम हजुरको पर्खाइमा हुनेछौँ। एकदमै माया छ।
भित्री मनदेखि हजुरलाई धेरै धेरै धन्यवाद